लोडिङ गर्न थियो। त्यो गाडी हाम्रो यो ड्राइभरले यो ठ्याक्कै हाम्रो यो गोदाममा लगायो। गोदाममा लगाएपछि हाम्रो ठेकेदारलाई हामी स्लिप दियो। स्लिप दिएपछि ठेकेदारले यो लोडिङ गर्न स्टार्ट गरिदिएछ। हाम्रो ठेकेदारले यो लोडिङ स्टार्ट गरिदियो। लोडिङ स्टार्ट गरेपछि त्यसपछि हाम्रो यो सबै स्टाफ मिलेर छिटोभन्दा छिटो यो लोडिङ गर्न थालेछ। यो लोडिङ भएपछि त्यसपछि हाम्रो अर्को अर्डर पनि आइसकेको थियो। त्यो अर्डर हाम्रो यो बजारको थियो। त्यो बजारको अर्डर हामी ठेलामा लोड गरायो। त्यो ठेलाबाट यो हाम्रो बजारमा गयो। त्यसपछि हाम्रो एउटा गाडी आयो। त्यो गाडी पनि लोड गरेर दिएको थियो हाम्रो स्टाफहरूले। त्यो स्टाफहरूले लोड गर्यो। त्यसपछि हाम्रो गाडीहरू पनि सबै यो हाम्रो स्टाफहरू सबै मिलेर छिटोभन्दा छिटो गाडी लोड गरिदिएको थियो। अनि त्यसपछि हाम्रो यो गाडी लोडपछि त्यसपछि हाम्रो यो दाजुमा दुईजनामा कम्पिटिसन हुन थाल्यो। अनि दुईवटामा कम्पिटिसन हुन थाल्यो कि म 5वटा बोक्छु, यसले भन्छ म 4वटा बोक्छु। दुईवटामा बाजी लाग्यो। अनि बाजी लगभग 2250को बाजी लागेको थियो। अनि यो बाजीमा यो अब 5वटा बोक्दैछु। लगभग 87 केजी छ। हेर्दै जानु अब कसले जित्छ यो बाजीमा। दुईटैजना बाजी लगाएछ। अब हेर्नु साथीहरू के हुन्छ। यो अब लोडिङ गर्दैछ साथीहरू। अब यो दुईटैमा बाजी लागेको छ। अब हेर्दै जानु को जित्छ। अब यो दुईटैमा यो बाजी लागेको छ साथीहरू। हेर्दै यो त अहिलेसम्म 3वटा पुगिसकेको छ। अब यो 5वटा बोक्ने भन्दै थियो। त्यो हेर्दै जानु साथी। 5वटा बोक्छ भन्छ। त्यो भएर यो 2500 लगभग 2500को बाजी लगाएको छ। हेर्दै जानु ल। यो के गर्यो चामल झार्यो र साथीहरू दाइ बाजी हारिसक्यो। त्यसपछि यो पवनजीले भन्यो। पवनजीको मुख उदास थियो। त्यसपछि मैले अलिकता भिडियो बनाएँ। भिडियो बनाएपछि त्यसपछि हामी भिडियो अलिकता बनाएँ। त्यसपछि हामी यो चामलको आफ्नो यो बोराहरू हेराउँदै थियो। त्यसपछि हामी यो चामलको यो अलिअलि स्याम्पल हेर्दै थियो। चामलको यो प्रचार यो भिडियो बनाउँदै थियो। त्यसपछि हाम्रो यो ट्रक आयो। ट्रक आएपछि हामी यो ट्रकमा यो अब बोराहरू गिन्दै थियो। त्यसपछि हाम्रो यो स्टाफहरू यो काम गर्दै थियो। अलि यो सरसामान मिलाउँदै थियो। त्यसपछि हाम्रो स्टाफहरू काम गर्यो। त्यसपछि हाम्रो स्टाफहरू यो ट्रकमा भिर्यो। त्यसपछि ट्रक भिरेपछि हाम्रो यो ठेकेदारजीले सबैलाई यो छिटोभन्दा छिटो ट्रक खाली गर भन्दै थियो। अनि त्यसपछि हाम्रो ठेकेदारजीले सबैलाई गाली गर्दै किन छिटोभन्दा छिटो गाडी खाली गरेर छिटोभन्दा छिटो अर्को काम पनि गर्न छ। त्यही भएर ठेकेदारले सबैलाई गाली गर्दै थियो। अनि त्यसपछि हाम्रो यो पल्दाहरूले सबै इन्जोय गर्दै रमाइलो गर्दै ट्रक खाली गर्दै थियो। त्यसपछि हेर्दै जानु हाम्रो साथीहरू। हाम्रो स्टाफहरू छिटोभन्दा छिटो खाली गर्दै थियो। अनि साथीहरू हाम्रो पल्दारहरू छिटोभन्दा छिटो काम गरेपछि त्यसपछि हाम्रो ठेकेदारको मिटिङ भयो। मिटिङमा सबैको पैसा दिन थाल्यो। त्यसपछि हाम्रो यो बलि अङ्कलले अलि हाफ प्यान्ट पिनेर त्यो भाग्न थाल्यो। त्यो हेर्नु कता गयो हेर्नु। त्यसपछि हाम्रो यो अर्डर आयो। अर्डर आएपछि यो बजार कस्टमर आउनु थाल्यो। कस्टमरलाई चामल पनि दिन थाल्यो। त्यसपछि अर्डर आयो। त्यसपछि अर्डर आएपछि हामी अर्डर लोड गराउँदै थियौँ। अर्डर लोड गरेपछि त्यसपछि हाम्रो यो अर्डर समाप्त भयो साथीहरू। त्यसपछि एउटा गाडी त्यसलाई पनि लोड गरायो। त्यसपछि हाम्रो आजको ब्लग त्यही एन्ड भयो।